कम्पाउन्ड इन्ट्रेस्ट नाम गरेको एउटा घर छ, त्यो घरमा चाहिँ हामी के त भन्दाखेरि प्रवेश गरिसक्यौँ। अब प्रवेश गरिसकेपछि पहिलो चरणमा फर्स्ट स्टेप व्हाट वी डू इज दैट यो घरका सदस्यहरूसँग हामी चाहिँ के त सामान्य परिचय गर्छौँ। सामान्य परिचय, विशेष परिचय त हामीले पछि पछि हैन प्र्याक्टिस गर्दा यी सदस्यहरूको सम्बन्ध बुझेर त्यो सम्बन्ध अनुसार प्र्याक्टिस गर्दाखेरि विशेष परिचय हुन्छ। पहिलो चरणमा घरका सदस्यहरूसँग सामान्य चाहिँ यसो हाई हेलो गर्ने, त्यसपछि नाम चाहिँ बुझ्ने, को छन् भने चाहिँ घरमा को छन् भनेर बुझ्ने। पहिला घरमा को छन् भन्दा यिनै 6वटा कुराहरू छन् घरमा, टोटल सदस्य यति हुन् है। पी भनेको को हो, टी भनेको को हो, आर यी को हुन् भनेर चिन्न पर्यो। सामान्य रूपमा परिचय गर्दाखेरि पी भनेको को हो भन्दा प्रिन्सिपल, फेरि यो घरको चाहिँ स्कुलको प्रिन्सिपल भने चाहिँ पनि घरको प्रिन्सिपल भन्ने सोचे होला, फेरि त्यस्तो होइन। पी भनेको प्रिन्सिपल अमाउन्ट, यहाँ पैसाको खेल छ क्या यहाँनिर। टी भनेको टाइम, टाइम कस्तो हुन्छ, कस्तो खाले टाइम हो भन्दाखेरि इयरमा हुन्छ, मन्थमा हुन्छ। त्यो साइन्समा चाहिँ हामीले मिनेटमा सेकेन्डमा पढे जस्तो हुँदैन। जस्तै पोखरादेखि काठमाडौँको चाहिँ कति रोड कति लामो छ भन्दाखेरि चाहिँ सेन्टिमिटरमा नाप्दै हिँडिन्छ र हामीले है किलोमिटरमा नापिन्छ हो। त्यस्तै चाहिँ हैन, मेरो हाइट नाप्न पर्यो भने मैले किलोमिटरमा नाप्छु, फुटमा नाप्छु हैन, मिटरमै सेन्टिमिटरमै नापे पनि भयो बरु हो। त्यस्तै चाहिँ यहाँ टी भनेको हामी चाहिँ इयर हुन्छ, यहाँ सेकेन्ड मिनट भन्ने कुरा हुँदैन फेरि। सुइटेबल टाइम, त्यसपछि आर भनेको रेट, रेट भनेको चाहिँ बजारमा चाहिँ सब्जीको मूल्य कति छ भन्न खोजेको हो नि। यहाँ चाहिँ इन्ट्रेस्ट रेट, घरका सदस्यहरूको चाहिँ के त एउटा परिचय, कम्पाउन्ड अमाउन्ट। त्यो रेट लगाइसकेपछि 1-2 वर्षमा 3 वर्षमा कति पैसा आयो त्यो हो टोटल पैसा। त्यसपछि यो सिआई भनेको के त भन्दाखेरि ब्याज कति आयो। कम्पाउन्ड भनेको चाहिँ ब्याजको पनि स्याजको पनि प्याज गर्दै जाने चाहिँ कम्पाउन्ड भयो। सिम्पल हुने चाहिँ हाम्रो हैन आई मात्रै भन्छ त्यसलाई फेरि हो। यहाँ भनेको मन्थ। अब यो चाहिँ सामान्य परिचय भइसकेपछि व्हाट इज आवर नेक्स्ट मुभ, पुरै म्याथ पढ्ने यसरी नै हो क्या। पहिला चाहिँ हामी चाहिँ कुनै घरमा हामी इन्ट्री मार्यौँ, इन्ट्री मारेपछि सदस्यहरूसँग चाहिँ एउटा सामान्य परिचय गरियो। त्यसपछि नेक्स्ट स्टेप के गर्छौँ भन्दाखेरि हामी चाहिँ यी सदस्यहरूको चाहिँ पोजिसन के छ, कसरी बसिया छन् त यिनीहरू आफ्नो जिन्दगानीमा हो, यो घरभित्र यिनीहरूको अवस्था कस्तो छ, त्यो अवस्था चाहिँ हामी चाहिँ के त भन्दाखेरि हेर्छौँ। जस्तै एउटा सर्कल छ अरे हो, सर्कलमा यहाँ चाहिँ सेन्टर छ, यो चाहिँ हाम्रो रेडियस छ, अनि सर्कलको एरिया भन्ने कुरा आयो। सर्कल भन्ने च्याप्टरमा चाहिँ हाम्रो सदस्यहरू ए भन्ने छ, आर भन्ने छ, सर्कमफ्रेन्स सी भन्ने पनि आउँछ। अनि यो एरियाले के भन्छ, पोजिसनको कुरा गरेको। एरियाले के भन्छ भन्दाखेरि ओए म सर्कलको एरिया हुँ रे, मसँग बराबर हुन छ भने एउटा पाई भन्ने क्वान्टिटी हुन्छ जसलाई हामी 22/7 भन्छौँ हो। यो पाई भन्ने क्वान्टिटी र मेरो रेडियसको स्क्वायर मल्टिप्लाई गरिदियौ भने म सर्कलको एरिया आउँछु भने एरियाले के त भन्दाखेरि भन्छ हो। त्यस्तै छ नि, हरेक च्याप्टरमा त्यही गरिन्छ। यो च्याप्टरमा पनि के गरिन्छ हामीले भन्दाखेरि यो घर रहेछ कम्पाउन्ड इन्ट्रेस्ट भन्ने, त्यो घरभित्र चाहिँ हाम्रो यदि सदस्यहरू रहेछन्। अब यो सदस्यहरू बिचको सम्बन्ध के छ, पोजिसन के छ, भोल्युम छ भने हाम्रो किबोर्डको भोल्युम छ भने एलबिएच हुन्छ हो। यस्तै हामीले के त भन्दाखेरि सम्बन्ध फेला पार्नु पर्छ। सम्बन्ध फेला पारिसकेपछि हामीले गर्ने के हो त, थर्ड स्टेप। पहिला चाहिँ सम्बन्ध बुझ्ने याद गर्ने त्यो आफ्नो ठाउँमा छ। त्यसपछि सम्बन्ध चाहिँ हामीले चाहिँ दिमागमा फिट भइसकेपछि सुरुमा के गरौँ, सदस्यहरूलाई राम्रोसँग चिन्जान गऱ्यौँ। त्यसपछि के गरौँ, सदस्यहरू बिचको सम्बन्ध गऱ्यौँ होइन, गर्नुपर्छ, गरेका छैन मैले सदस्यहरू बिचको सम्बन्ध। त्यसपछि हाम्रो काम के हो भन्दाखेरि त्यो सम्बन्धमा 3टा कुराको सम्बन्ध रहेछ भने 2टा कुरा दिन्छ, एउटा कुरा निकाल्ने हो। बस कति सजिलो। पहिला त सदस्यसँग सम्बन्ध, सदस्यको परिचयपछि हामी चाहिँ सदस्यहरूको तिनीहरूको चाहिँ के त सम्बन्ध। जस्तै व्हाट इज सम्बन्ध, त्यो धेरै चाहिँ होइन, हामी सम्बन्ध भने धेरै नबनाउँ, सिधै गरेर देखाइदिउँ। यहाँ एउटा सम्बन्ध फेला पर्छ हामीसँग, सिए भन्ने आउँछ। यस्तो चाहिँ हामी सम्बन्ध हेर, यो सिए एउटा सदस्य, पी अर्को सदस्य, आर अर्को सदस्य, टी अर्को सदस्य, 4वटा चाहिँ नि मेम्बर्सहरू बिचमा चाहिँ यस्तो हामीसँग के फेला पर्यो, रिलेसनसिप फेला पर्यो, बिचमा इक्वल टु साइन। अब यो 4वटा मध्ये हामीलाई 3टा दिनै पर्छ। 3टा दिन्छ, एउटा निकाल्ने। हाम्रो काम के हो, 3टा दिन्छ, एउटा निकाल्ने, त्यति हो। 3टा दिन्छ, एउटा निकाल्ने, बस सिद्धियो। अब फेरि यहाँ चाहिँ बस सिद्धि भन्ने चाहिँ सहिलो हुन्न, किनभने यहाँ चाहिँ अलिकति अप्ठ्यारो जस्तो चाहिँ कहीँ देखिन सक्छ क्यालकुलेसनमा। सम्बन्ध फेला परिसके, सम्बन्ध बुझिसकेपछि क्यालकुलेसनमा, किनभने हामीसँग यहाँ पावरमा छ,
हैन। यहाँ चाहिँ हामीलाई इन्डिसेसको रुल जान्न पर्ने हुनसक्छ। यस्तो चाहिँ हामीले रुल जान्न पर्ने हुनसक्छ है। यस्तो रुल जान्न पर्यो, पर्सेन्टेजको काण्डहरू बुझ्न सक्न पर्यो हो। यो चाहिँ हाम्रो के हो त भन्दाखेरि क्याल्कुलेसनको पार्ट हो। तर ओभरअल कुरा के हो त भन्दाखेरि यति हो। धन्यवाद समर्पयामि, नमस्कार।